फेरि पचाउन सकेनौँ। धेरै पिरो धेरै गाह्रो भयो क्या हामीलाई है। अनि त्यही हो। खालि यस्तो डिस्टर्बेन्स म भन्थेँ नि हामी क्राउड मिठो मिठो मिठो। सो सरी एकचोटि फेरि। Welcome to our channel. सो हेलो नमस्ते। के छ गाइजहरू, सबैजनालाई सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम सन्चै हालमै छु है। म पनि मेरो भाइ पनि एकदम सन्चै खाना है। आज फेरि हामीले छुट्टै मुखबाङ लिएर आएको छौँ है। सबजनाले अस्तिको भिडियोमा धेरै माया गरिदिनु भएको थियो, थ्याङ्क यू सो मच त्यसको लागि। खानाको लागि हतार भइरहने नि है। अनि त्यही हो, आज हामीसँग देख्नुभयो अगाडि देश है। अनि त्यही हो, आज चाहिँ त्यति पिरो स्पाइसी हामीले अस्ति पचाउन सकेनौँ। डाइरेक्ट भन्दाखेरि पचाउन सकेनौँ। धेरै पिरो धेरै गाह्रो भयो क्या हामीलाई है। अनि त्यही हो, अब आज खाना सुरु गर्ने आज च्यालेन्ज होइन, यत्तिकै हो क्या। आज के गरेर सुरु गर्ने त? आज यही अब सुरु गर्नु न त, ब्रेड पकौडा जेबाट सुरु गर्ने नै गरौँ न त। चटनी हालौँ न पहिला, के छ विचार? चटनी हाल, म त खाइदिएको पहिला खुर्सानी खाने क्या आज त। आज किनकि पिरो छैन क्या। सुरुमा पानी खाने बानी खा। आज सुरु चाहिँ त टुप्पी नि पाले मैले। हाम्रो 24 टी बढ्यो है। खाए ल फर्स्ट बाइट। यो पनि खाइदिनु पऱ्यो नि त है। म पनि चटनी चाहिँ अलि अप्ठ्यारो ठाउँमा भयो कि। मिठो छ। राम्रो छ, हड्डी पनि क्रन्ची रहेछ। हड्डी पनि एकदम मिठो मिठो मिठो, एकदमै मिठो। यो हाम्रो दिदीको अर्डर ल्याएको है। साउरा दिदीलाई पनि। अनि एउटा कुरा है, हामीले चाहिँ अहिलेलाई चाहिँ है त्यस्तो धेरै हामीले यहाँ बनाउँदैनौँ कि, बाहिर लिएर खाएको छौँ होइन। झुट बोल्नु हुँदैन, त्यही हो। जस मेरो भाइले चाहिँ धेरै साथ दिन्छन्, त्यही हो। थ्याङ्क यू। खालि यस्तो डिस्टर्बेन्स म भन्थेँ नि, हामी क्राउड एरियामा बसेको कारणले अलि अप्ठ्यारो हुन्छ क्या। सो सरी एकचोटि फेरि। आमामा भयो कि त्यति कुरा तान्नु हुँदैन कि। सक्दैन, म यस्तो पिरा खान सक्दैन है। हेर्दै जाऊ, तिमीलाई मैले खाएर भइसक्यो मेरो। मलाई बेस्ट चाहिँ यो लाग्यो, खुट्टा। मलाई पनि सेम है, अति मिठो क्या। हामी जुन यो पनि यो प्लस यो हाम्रो सबै चाहिँ एउटै ठाउँबाट ल्याएको क्या, हाम्रो दिदीबाट ल्याएको। हुन्छ अति नै मिठो हुनुहुन्छ, मिठो बनाउनुहुन्छ, सरी उठ मिठो हुनुहुन्छ भन्न आएछ। कहिले यहाँ चिप्लिन्छ मुखबाटै।
डाँडा हत्यो क्या काँक्रो पनि खानु पऱ्यो बिहारदेखि उयो काँक्रा कति मिठो हो क्या है एकदम पानी त तिमीले खाँदै खानु त आज पिरो भयो होइन आज त्यति पिरो भएको नि तर पानी खायो भने चाहिँ फेरि भोक चाहिँ अलि हुन्छ नि अलि चार पेट भरि त फेरि खानु सक्छ नि त एक थाल भात पनि खाएको आज होइन तिमीले एक थाल भात खाएको आज होइन ल अब चाहिँ के भयो भने चाहिँ हामी बिटा खाना खाँदैथ्यौँ अनि बाहिरबाट यसो आवाज आयो सरी त्यसको लागि चाहिँ है एकदमै सरी है कुरा चाहिँ मिठो चलिरहेको थियो हामी दुई भाइको है त्यही हो अलि चटनी चाहिँ अलिक थोरै भएछ कि जस्तो लाग्यो क्या आज है अब नेक्स्ट टाइमबाट अलि चाहिँ हामीले चटनी चाहिँ अलिक धेरै चाहिँ लिएर आउनेछौँ आजले चाहिँ तर मिठो त एकदमै मिठो क्या सागमा हालेर खानु यस्तो बवाल हुन्छ नि कसम चाहिँ क्या यस्तो हाल्नु अनि ओ सेट दाइ जति म कहिले पनि खानु सक्दै छैन क्या हजुर कसरी रमाइलो भयो नि है कर्मै है पाके है अब यसपछि नि फेरि हाम्रो अर्को प्लान छ क्या माथि बसेर फेरि हाम्रो अब यहाँ अहिले त्यहाँ सामानहरू बाँकी छ त्यसलाई पनि फेरि बनाएर फेरि खानुपर्ने हुन्छ आधा आधा जाने भयो जिन्दगी पनि म साग चाहिँ अलि मन पर्दैन त्यही भएर म सिर्फ यसलाई यस डिजाइनको लागि मात्र राखेको छु है म जहिले दाइसँग हाल्ने वाउ जहिले जेमा नि हाल्ने हुन्छ नि खानेकुरामा जहिले पनि हाल्ने एकदम मिठो भएको यसरी ब्रेड पकाउनु ट्राई गर्ने हो कि हजुरले पनि यस यो चटनी स्टो जब हाल्नु तर सानोमा हुँदा त ब्रेड पकाएर चाहिँ कति खाइन्थ्यो क्या एकदम अहिले चाहिँ थाहा भएन कति छ यसको प्राइस होइन धेरै त सस्तो मस्तो हो तर हामीले मैले खाँदा चाहिँ 10 रुपियाँमा 15 रुपियाँमा पाइन्थ्यो क्या अति नै मिठो हुन्थ्यो होइन पहिला नास्ता चाहिँ यही लैन्थ्यो अति राम्रो यसमा चाहिँ के फिलिङ हुन्छ थाहा भएन तर आलु हुन्छ काँक्रा नि फ्रेस पर्छ है झाडीको कारणले पानी पनि बहुत चिसो है खानै नसक्ने क्या अनि खाना पनि चाली चिसो हुने र अनि कम गाह्रो हुन्छ अरू के छ हजुरको अरू नयाँ प्लानहरू के सोध्दै हुनु चल्दै होइन के हुन्छ अब दामी दामी अब टक्क खतरा खाने हो क्या हरिभरि च्यालेन्ज गर्ने हो डर लाग्दो छ त हो सकिँदैन खानामा जित्न सकिँदैन अभिनय कुमार उहाँको नाम
मेरो नाम सचिन छेत्री कुँवर सरी अभिनय कुँवरलाई जित्न सकिँदैन खानामा उहाँको खुवाइहेरेर चाहिँ डर लाग्छ होइन त आफैलाई कस्तो लाग्छ यो कुरा सुन्दा एकदम मलाई भवा लाग्छ खाना पनि एउटा ट्यालेन्टै हो कि है भिडियो लङ नबनाउने भनेको हो है आज भिडियो चाहिँ लङ भइहाल्छ त कुरा गर्दा गर्दा पनि बनाउँदा बनाउँदा पनि लङ भइहाल्छ हाम्रो सेटअप पनि अलिक सानो भयो प्लस क्यामेरा पनि राम्रो छैन कि क्यामेरा त राम्रो छ तर ब्याकग्राउन्ड सेटअप चाहिँ अलिक भएन कि त्यहाँ बनाउँछ चाँडै नै हजुरले यस्तै सपोर्ट गर्नु भने चाँडै होइन त यो भिडियोमा कति भ्युज गर्ला त कति चाहियो हजुरलाई भ्युज धेरै नै थोरै हामीलाई मलाई 1500 चाहियो धेरै चाहिएन मानि त्यति नै हामी 1500मा खुसी हुन्छौँ धेरै चाहियो भ्युज हामीलाई धेरै भ्युज होइन हामीलाई रेगुलर भ्युज चाहियो कि हुन्छ नि हामीलाई हेरिराख्ने मान्छेहरू हेरिराख्नु परोस् कि उहाँहरूले हो त्यो भए पनि हामीलाई पनि बनाउनु मन राखिरहेको छ आज म भिडियोमा अलिक धेरै बोलेँ कि ठिक छ तिमी बोलेको हाम्रो दाजुभाइलाई सबजनाले माया गरिदिनु भयो भने हामीलाई अझै सजिलो हुन्थ्यो भिडियो बनाउनलाई है मेरो दाइको चाहना कि जेमा पनि हुन्छ नि हात लगाऊँ राम्रो गरौँ होइन नआए भए पनि नभए पनि ट्राई चाहिँ गर्नुपर्छ भन्ने त्यो कारणले चाहिँ होइन एक दिन सफलता मिल्नेछ त्यही भएर 1 वर्ष लाग्ला 2 वर्ष लाग्ला तर लाग्नु चाहिँ हुन चाहिँ हुन्छ एक दिन म विस गर्छु सबैले विस गरिदिनु होला मेरो फिनिस भइसक्यो उसको अझै छ के हो खै अझै एउटा हाम त मिठो भयो कि लास्टै म चाहिँ 4वटा हो अझै छ यता लुकी छ एउटा मेरो 4वटा मैले 4वटा तिमीले 3वटा पनि भयो मैले एउटा हान्दिएँ ठ्याक्क अपोजिट भयो कि है एकदम मिठो खालको यो भयो एकदमै मिठो एकदम बबा अनि के भन्छ आउट अफ 10 तपाईँले कति दिनुहुन्छ त्यसलाई यसलाई यसलाई मैले 9 दिन्छु म 8.5 दिन्छु 8 दिन्छु है मैले 9 यसमा अलिक स्पाइसी पनि भयो अलिक 10मा 10 दिन्थ्यो भने यो नर्मल छ रोस्टेड भएको कारणले एकदम राम्रो अनि करेन्सी नि बबाल छ है क्रन्च पनि राम्रो माइक मेसेज छ चल जस्तै हो नि नेक्स्ट भिडियोले राख्नु आज लिएको त थिएँ मैले खासमा मैले माइक पनि लिएको थिएँ आज मतलब के भन्छ त्यसलाई यहाँ लगाउने कि हजुर माइक नै हो माइक नै भन्छ होइन त्यो लिएर आएको चाहिँ थिएँ मैले चार्जर चाहिँ थिएन त्यसैले काँक्रा चाहिँ अति मिठो काँक्रा मिठो छ अर्ग्यानिक काँक्रा परे जस्तो छ एक दिन यस्तो च्यालेन्ज आउँछ मैले जितेँ भने त्यो अलि त्यो त्यही भिडियोमा भन्नुपर्छ अस्ति मैले जिते हो आज नि जित्छु जस्तो छ खासमा चाहिँ यो च्यालेन्ज चाहिँ होइन भन्नुपर्दा यो च्यालेन्ज होइन तर कति छिटो खाने हामीले गरेको छैन हामी चिनमा खाएको छौँ होइन पहिला हजुरहरूले माया गरिदिनु भयो भने हामीले एकदम अवश्य लिने छौँ त्यस्तो त्यस्तो भिडियोहरू तर एक दिन होइन अब चाँडै नै अब अर्को भिडियोमा चाहिँ यस्तो दामी च्यालेन्ज गर्छौँ कि त्यो च्यालेन्ज हामीले पुरा गर्नै पर्ने हुन्छ गर्नै पर्ने यहाँ फोन राखेर कति मिनटमा पनि खाइन्छ त्यस्तो वाला पनि हामी गर्नेछौँ अहिले फिलहाललाई चाहिँ हामी यस्तै है हरेक दिन मुखबाङ राख्न त भ्याइन तर कहिले काहीँ फन इन्ट्रेस्टिङ गेमहरू पनि खेल्नेछौँ हामीले एकदम त्यो गेमहरू जुनमा चाहिँ हामी दुइटालाई रमाइलो होस् र हजुरलाई पनि रमाइलो होस् भन्नु अहिले अप्ठ्यारो हुँदो रहेछ कि अहिले म चाहिँ चम्चा लिएर आएँ त
गर्नुपर्ने हुन्छ किनभने त्यस्तो च्यालेन्ज होइन त्यही पनि मेरो त भयो फिनिस सबै डम्म भयो यार मैले झन् भात खाएको हजुर केही नआएको त्यो पनि पेन्डमा भयो यो त अलिक मजा आएन नि तर चाहे त म अझै नि खाइदिन्छु पाएर है एकदम मिठो त्यसो चाहिँ अति नै धेरै रहेछ कि एक खुर्सानीको भात चाहिँ मैले खाइनँ है किनभने मैले अलि ढिलो गरेर चाहिँ छोडेँ होइन अब आज खायो भने त म त झन् ढल्छु होला आजको भिडियोमा हामीले इन्ट्रेस्टिङ गेम खेल्ने कि च्यालेन्ज गरेर अपलोड गर्ने भिडियो त हामीले च्यालेन्ज गर्ने अर्को भिडियोमा मलाई चाहिँ फन गेम खेल्नु चाहिँ मन लाग्छ कि जे गरे कमेन्ट गर्नु होला हजुरहरूले जस्ट तपाईँले कमेन्ट गर्नुहुन्छ अब यस्तो भिडियो लिएर आउनु भन्नुभयो भने हामीले त्यस्तै भिडियो लिएर आउँछौँ हस् ल है त्यो चाहिँ फिक्स छ फिनिस हारुवा जहिले पनि जहिले हार्ने हारुवा ए साग रहेको है साग खाइदिने हो र हजुर सागसँग यो हार्नु त कस्तो हुँदो रहेछ त मेरो पेट भरेर गर्ने हुन्छ नि किनभने मलाई साग भिडियो अनुसारले पर्ने हुन्छ ल भने नि नसक्दो ओहो एकदम मिठो म चाहिँ यहाँ पानीसँग निल्दा गर्नु पर्यो एकदम बाबा आई थिङ्क भिडियो इन्डिङ गर्ने बेला भइसक्यो होला धेरै लामो भयो भिडियो धेरै लामो भइसक्यो अन्त अलिक डिस्टर्ब पनि भयो प्लस किनभने अहिले क्राउड एरिया छ नि त त्यो कारणले चाहिँ आज तिमीले इन गर न त यस्तै हेरिराख्नु होला हाम्रो भिडियो नयाँ नयाँ भिडियो आउँदैछ हामीले जस्तो भिडियो चाहनुहुन्छ त्यस्तै भिडियो अपलोड गर्ने ट्राई गर्दैछौँ होइन अनि एकदम हाम्रो माया देखाइदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है हवस् थ्याङ्क यू हाम्रो साइडमा गएको बेल आइकन दबाइदिनु होला अनि हामी दुई भाइले माया गरिदिनु होला अब हामीले नेक्स्ट भिडियोमा हामीले के गर्न ठिक हुन्छ कहाँमा मिस्टेक भइरहेको सबजनाले कमेन्ट गरेर हामीलाई चाहिँ सुझाव प्रतिक्रिया सल्लाह सब कमेन्टमा गरिदिनु होला त्यही भन्दै आजको भिडियो यहीँ गर्छौँ बाई बाई नेक्स्ट भिडियोमा भेटौँला Thank you for watching.